ल आज हामीहरूले नेपालको भूगोल पढ्छौँ। नेपालको भूगोलको बारेमा पढ्दाखेरि जस्तै नेपालको भूगोल यो 1.3 मा छ। नेपालको भूगोल पढ्दाखेरि यसमा हामीहरूको हुन्छ जस्तै नेपालको नक्सामा जस्तै यो नेपाल भयो। यो नेपालको नक्सा बनाउँदाखेरि यसमा विश्व मानचित्रमा नेपालको अवस्था कस्तो छ, विश्वको क्षेत्रफलमा नेपालको अवस्था कस्तो छ र विश्वको क्षेत्रफलमा नेपालले ओगटेको क्षेत्रफल 0.03% हो। त्यस्तै एसिया महादेशमा नेपालले ओगटेको क्षेत्रफल 0.3% छ। ठीक छ, क्लियर छ यहाँसम्म। त्यसपछि दक्षिण एसियामा नेपालले ओगटेको क्षेत्रफल लगभग 3% रहेको छ। फेरि यहाँ कसरी बुझ्ने? नेपालको भूगोलमा विश्वको क्षेत्रफलमा नेपालले ओगटेको क्षेत्रफल 0.03% छ। एसिया महादेशमा नेपालले ओगटेको क्षेत्रफल 0.3% छ। र अब यहाँ दक्षिण एसिया कुरा गर्दाखेरि 0.3% मात्र छ। ठिक छ, बुझिरहेछौ? एउटा कति छ? विश्व मानचित्रमा नेपालले ओगटेको क्षेत्रफल 0.03%, त्यसपछि एसियामा 0.3% र दक्षिण एसियामा 3%। भौगोलिक अवस्थाको कुरा गर्दाखेरि नेपाललाई भौगोलिक स्वरूप अनुसार 3 भागमा वर्गीकरण गरिएको छ। 3 भागमा वर्गीकरण गरिएको छ। नेपाललाई भौगोलिक स्वरूपको आधारमा कति भागमा वर्गीकरण गरिएको छ भने 3 भागमा वर्गीकरण गरिएको छ। एउटा हिमाल, अर्को पहाड अनि अर्को तराई, 3वटा छ। एकमा हिमाल छ, अर्को पहाड, त्यसपछि अर्को तराई। यो गरी नेपालको भौगोलिक स्वरूप अनुसार नेपाललाई 3 भागमा वर्गीकरण गरिएको छ। एउटा हिमाल, एउटा पहाड र एउटा तराई गरी 3 भागमा वर्गीकरण गरिएको छ। यो सबैको 3वटा उपविभाजनहरू पनि छ। तराईको पनि उपविभाजन छ, पहाडको छ, हिमालको छ। तराईको कुरा गर्दाखेरि तराई समुद्री सतहबाट 59 मिटरको उचाइले सगरमाथाको उचाइ कति छ? 8848.86 मिटरसम्मको उचाइ यो हाम्रो तराई क्षेत्रबाट सुरु भएर पहाडको माथिल्लो भाग सगरमाथासम्म त्यहाँसम्म पुग्छ। यति गर्दाखेरि ल अब जस्तै नेपाललाई कतिवटा प्रदेशमा विभाजन गरिएको छ, कतिवटा जिल्लामा विभाजन गरिएको छ, कतिवटा स्थानीय तहहरू छ, त्यसको बारेमा पढ्छौँ। प्रदेशको कुरा गर्दाखेरि प्रदेश 7वटा छ। प्रदेश कतिवटा छ? 7वटा छ। यसलाई पूर्वदेखि पश्चिमको क्रममा मिलाउँछ। पूर्वदेखि पश्चिमको क्रममा मिलाउँदा कोशी प्रदेश, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी,
त्यसपछि कर्णाली, त्यसपछि सुदूरपश्चिम। नेपालमा 7 वटा प्रदेश भयो र सबै प्रदेशको क्रम गर्दाखेरि यहाँ कोशी प्रदेश, मध्य प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, अर्को कर्णाली र सुदूरपश्चिम गरेर 7 वटा प्रदेश भयो। जिल्लाको कुरा गर्दाखेरि 77 वटा जिल्ला रहेको छ नेपालमा। कतिवटा जिल्ला रहेको छ भने 77 वटा जिल्ला अहिले रहेको छ। त्यसपछि स्थानीय तह कुरा गर्दाखेरि 753 वटा स्थानीय तह छ। स्थानीय तह 753 वटा रहेको छ। आजको लागि यति मात्र पढ्छौँ र अर्को विषयवस्तुको लागि अर्को भिडियो लिएर आउनेछु।